नेपालकै इतिहासमा पहिलो पटक नेपालका दुई ठूला डिजिटल वालेट कम्पनी खल्ती र आइएमपी गाभिँदैछन्। यो मर्जर किन भयो, यसको हिस्ट्री, ओनरशिप, पोलिटिक्स अनि प्रोज एन्ड कोन्सको बारेमा आजको यस भिडियोमा हामीले चर्चा गर्नेछौँ। नमस्ते, म रविन पौडेल डिजिटल सोलुसनमा तपाईलाई स्वागत गर्दछु। खल्ती जनवरी 2017 मा 4 नेपाली युवा उद्यमीहरू अमित अग्रवाल, मनिष मोदी, ध्रुव अधिकारी र अरविन्द शाहले स्थापना गरेका थिए। खल्ती सुरुमा मोबाइल रिचार्ज, इलेक्ट्रिसिटी बिल, मुभी टिकट, इभेन्ट बुकिङ, फ्लाइट टिकट जस्ता डिजिटल पेमेन्ट सर्भिसेस प्रदान गरेर लोकप्रिय भयो। त्यसपश्चात सन् 2021 मा नेपालकै ठूलो इन्टरनेट सर्भिस प्रोभाइडर आईएसपी कम्पनी ओलिङ्क कम्युनिकेसन लिमिटेडले खल्तीमा 40% शेयर खरिद गर्यो, जसले खल्तीलाई रुरल एरिया र देशव्यापी नेटवर्क विस्तार गर्न सहयोग गर्यो। ठूलो अडियन्स बेस भएको, ठूलो कस्टमर बेस भएको कम्पनी ओलिङ्कले 40% स्टेक लिइसकेपछि खल्तीलाई धेरै प्लस पोइन्ट भयो। अहिले खल्ती 50 लाख भन्दा बढी युजरहरू छन्, 40,000 भन्दा बढी मर्चेन्टहरू छन् र 1 लाख भन्दा बढी एजेन्टहरू छन्। खल्तीलाई नेपाल राष्ट्र ब्याङ्कले पनि इनोभेसन र बेस्ट ट्रान्जेक्सन PSP को अवार्ड समेत प्रदान गरिसकेको छ। युजरहरूमा यसको युजर इन्टरफेस नै धेरै नै लोकप्रिय छ। आइएमपी पनि 2017 मा स्थापित भएको थियो। यसलाई चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको आइएमए ग्रुपले सुरुवात गरेको थियो। आइएमपी को मुख्य विशेषता रेमिटेन्स हो, जसले विदेशबाट पठाएको रकम डाइरेक्टली वालेटमा रिसिभ गर्ने सुविधा दिन्छ। आइएमपी ले गाउँ-गाउँसम्म आइएमए एजेन्ट नेटवर्क विस्तार गरेर ग्रामीण क्षेत्रमा फाइनान्शियल इन्क्लुजन बढाएको छ। अहिले आइएमपी का करिब 5 मिलियन युजर छन् र यसको क्यापिटल 300 मिलियन नेपाली रुपैयाँ छ। आइएमए ग्रुप अन्तर्गत ग्लोबल ब्याङ्क, डिसोम र अन्य कम्पनीहरू आइएमपी लाई स्ट्र्याटेजिक सपोर्ट गर्छन्। त्यसले गर्दा पनि यसको ब्रान्ड भ्यालु चाहिँ एकदम बरकरार राखिएको छ। आइएमपी रेमिटेन्स र आफ्नै वालेटमा इन्ट्रेस्ट दिने भएको कारणले पनि यो युजर माझ लोकप्रिय छ। नेपाल राष्ट्र ब्याङ्क NRB ले सन् 2021 देखि पेमेन्ट सर्भिस प्रोभाइडर PSP लाई मर्जर हुन प्रोत्साहन गर्ने नीति ल्यायो, किनकि नेपालमा वालेट कम्पनीहरू अत्याधिक संख्यामा छन्। NRB ले नयाँ वालेट लाइसेन्स पनि दिन बन्द गरिसकेको छ। यो इन्स्टिट्युसनल चेन्जले खल्ती र आइएमपी लाई मर्ज गर्न वातावरण तयार गर्यो। साथै यो मर्जरपछि ISP जायन्ट्स ओलिङ्क र डिसोम आइएमए ग्रुप बीचको कर्पोरेट पोलिटिक्स पनि एउटा महत्त्वपूर्ण पक्ष बनेको छ। अझ यहाँनिर इन्ट्रेस्टिङ कुरा त के छ भने ओलिङ्क जो ISP हो र डिसोम एन्टिफाइबर जो अर्को ISP हो, यिनीहरू बीच आफैमा कम्पिटिसन छ। यही बीचमा एउटै कम्पनीको मातहतमा यो दुईवटा वालेट जाने भइसके, मर्ज भएर जाने भइसकेपछि अब कसरी यिनीहरू अगाडि बढ्छन् त्यो स्ट्र्याटेजी हेर्न चाहिँ बाँकी छ। 2024 को अन्त्यमा मर्जर बारे कुरा सुरु भएको थियो। 2025 को फेब्रुअरी 16 मा खल्ती र आइएमए बीच MOU साइन भयो। त्यसपछि NRB ले यसलाई इन प्रिन्सिपल एप्रुभल पनि दिइसकेको छ। हाल ड्यू डिलिजेन्स अडिट DDA तयार भइरहेको छ र 2025 को अन्त्यसम्ममा आइएमए खल्ती नामक नयाँ वालेट बजारमा आउनेछ। नेपालीमा भन्नुपर्दा अबको साउन 1 गतेदेखि यिनीहरू दुईटा मर्ज भएर नयाँ तरिकाले कारोबार सुरुवात गर्ने तयारी गरिरहेको भनेर हामीले बुझिरहेका छौँ, सुनिरहेका छौँ। डिजिटल सोलुसन प्राइभेट लिमिटेडबाट हजुरले श्रम स्वीकृति रिन्यू गर्न सक्नुहुन्छ, नेपालको अथवा दुबईको पुलिस क्लियरेन्स सर्टिफिकेट बनाउन सक्नुहुन्छ, प्यान रजिस्ट्रेसन गराउन सक्नुहुन्छ, इन्टरनेसनल ड्राइभिङ परमिट बनाएर 150 वटा भन्दा बढी देशमा गाडी चलाउन सक्नुहुन्छ, युरोपास CV र कभर लेटर बनाएर आफूले चाहेको ठाउँमा जागिर खान सक्नुहुन्छ, एउटै मेसेज हजारौं जनालाई पठाउनको लागि बल्क SMS सेवा लिन सक्नुहुन्छ, हजुरको बिजनेसलाई अनलाइनमा लान हजुरले सामान र प्रोडक्ट सर्भिसहरू बेच्नको लागि डिजिटल मार्केटिङ सेवा लिन सक्नुहुन्छ अथवा सिक्न सक्नुहुन्छ। त्यसैगरी बिजनेसलाई आवश्यक पर्ने सिस्टम र सफ्टवेयरहरू लिन सक्नुहुन्छ। सो अहिले नै डिजिटल सोलुसनलाई सम्पर्क गर्नुहोस्। अब यिनीहरूको युजरको कुरा गर्दाखेरि खल्ती र आइएमपी को युजर बेस उस्तै नै छ, करिब 50 लाख। फिचरको कुरा गर्नु पर्दाखेरि स्ट्रेन्थ भनेको खल्तीको डिजिटल सर्भिसेस र यसको युजर इन्टरफेस हो भने आइएमपी को रेमिटेन्स र एजेन्ट नेटवर्क हो। पेड अप क्यापिटल खल्तीको 50 मिलियन छ भने आइएमपी को 300 मिलियन छ। युनिक फिचरको कुरा गर्नु पर्दाखेरि खल्तीको लोयल्टी पोइन्ट, क्विजेसहरू यसको युनिक फिचर हो भने आइएमपी को चाहिँ इन्ट्रेस्ट अन वालेट ब्यालेन्स हो। यसले चाहिँ इन्ट्रेस्ट दिन्छ, ब्याज दिने एक मात्र मोबाइल वालेट आइएमपी हो। अब कुरा गरौँ मर्जरले ल्याउने फाइदा र बेफाइदा चुनौतीका कुराहरू। सुरुमा कुरा गरौँ प्रोजको बारेमा। एउटै एपमा डिजिटल पेमेन्ट र रेमिटेन्सको सुविधा हुनेछ। यी सेवालाई च्यालेन्ज दिने एउटा बजारमा ठूलो प्रतिस्पर्धी हुनेछ। यी सेवालाई च्यालेन्ज दिनु भनेको यी सेवाको माउ कम्पनी फोन पे लाई पनि च्यालेन्ज दिनु हो, F1 सफ्टलाई पनि च्यालेन्ज दिनु हो। रुरल एरियाजमा फाइनान्शियल इन्क्लुजन बन्ने छ। युजर्सलाई अब आइएमपी र खल्ती दुवैले दिँदै आएका धेरै अफरहरू आउनेछन् र धेरै सुविधाहरू आउनेछन् भन्ने
आशा गर्न सक्छौँ। फर इक्जाम्पल राम्रो युजर इन्टरफेसमा हामीले एउटा वालेटमा इन्ट्रेस्ट पनि पाउनेछौँ, त्यो खालको कुराहरू पनि हुनेछ। अब चुनौतीको कुरा गर्दाखेरि सर्ट टर्ममा युजर माइग्रेसनमा केही कन्फ्युजन हुनसक्छ र समस्याहरू पनि छ है। अहिले के भइरहेको छ भन्दा खल्तीले राम्रोसँग काम गरिरहेको छैन, पहिला जसरी काम गर्थ्यो होइन। वालेट बजारमा कम हुँदाखेरि अफर र क्यासब्याकहरू कम हुनसक्छ। मर्चेन्ट र पार्टनरसँग फी नेगोसिएसन जटिल हुनसक्छ। सोसियल मिडियामा धेरै युजर्सहरू यो मर्जरको कुरालाई लिएर उत्साहित छन्, तर मोनोपोली र डाटा प्राइभेसीको बारेमा भने धेरैले चिन्ता गरेको देखिन्छ। टेक ब्लगर र टेक्नोलोजी एक्सपर्टले यसलाई इन्डस्ट्री चेन्जिङ कदम पनि भनेका छन् र यसबाट बजारमा स्वच्छ प्रतिस्पर्धा बढ्ने बताएका पनि छन्। 25 भन्दा बढी मोबाइल वालेट छन्, तर आफ्नो लाइसेन्स रिन्यू गर्न नसकेर सुस्त अवस्थामा छन्। रेभिन्यू मोडल पनि खस्केको छ। यो अवस्थामा चाहिँ दुईटा मोबाइल वालेट मिलेर एउटा बन्छ र एकदम एग्रेसिभली जान्छ र जनतालाई धेरै सुविधा दिन्छ भने राम्रो छ भनेर धेरैजनाको प्रतिक्रिया छ यो विषयमा चाहिँ। अब रेगुलेटरीको पर्सपेक्टिभ के छ त? नेपाल राष्ट्र बैंक र नेपाल सरकारले यो मर्जरलाई डिजिटल इकोनोमीलाई अझ सुदृढ व्यवस्थित बनाउन सहयोग गर्ने कदमको रूपमा लिएका छन्। उनीहरू भन्छन् यो मर्जरले डिजिटल पेमेन्ट सिस्टमलाई सस्टेनेबल बनाउनेछ। खल्ती आफैमा आफ्नो अपरेटिङ कस्ट पनि धान्न नसक्ने अवस्थामा गइरहेको थिए है, प्रफिट देखाए पनि कालान्तरमा। र यो अवस्थामा चाहिँ दुईटै वालेटहरूले आफ्नो युजर बेसलाई गाभेर ठुलो वालेट बन्दाखेरि चाहिँ अत्यन्त राम्रो कदम हुन्छ भनेर यो रेगुलेटरी बडिजहरूको पर्सपेक्टिभ पनि देखिन्छ। मर्जर पछि ई-सेवाले पनि आफ्नो बजार स्थिति जोगाउन नयाँ फिचरहरू ल्याउनु पर्नेछ। आइएम खल्ती वालेटले क्यासब्याक, अफर, रेमिटेन्स इन्टिग्रेसन जस्ता फिचर मार्फत बजार क्याप्चर गर्ने प्रयास गर्नेछ। डिजिटल वालेट इन्डस्ट्रीमा अब सर्भिस क्वालिटी र इनोभेसन बन्ने सम्भावना धेरै छ, किनकि ई-सेवा भर्सेस आइएम खल्ती वालेट हुनेछ। आइएमई र आइएमई को यो ऐतिहासिक मर्जरले नेपाली डिजिटल पेमेन्ट सेक्टरलाई नयाँ युगतर्फ लैजानेछ। युजर्स, बिजनेसेस र ओभरअल डिजिटल इकोनोमीलाई यसबाट फाइदा पुग्ने अपेक्षा गरिएको छ। एउटा नेपालको वालेटको मर्जरको हामी चाहिँ साक्षी बन्दैछौँ। यो विषय तपाईँलाई कस्तो लागिरहेको छ कमेन्ट गर्नु होला। सम्भवतः साउन 1 गतेबाट खल्ती र आइएमईले आफ्नो एकीकृत कारोबार सुरु गर्नेछन्। अहिले नै देख्न सकिन्छ हामीले आइएमईमा एउटा खल्तीको ब्यानर लागिरहेको छ खल्तीको अलिसकेको क्याम्पेनको बारेमा भनिसकेपछि अब यसमा चाहिँ कुन युजर कसरी जान्छ भन्ने हो। जस्तै मेरो रबिन पौडेलको एउटा नम्बरबाट मैले आइएमईमा एकाउन्ट खोलेको छु, अर्को नम्बरबाट मैले खल्तीमा एकाउन्ट खोलेको छु भने यसलाई मर्जर गर्ने प्रक्रिया चाहिँ कसरी यिनीहरूले बनाउँछन् र कुन एपलाई चाहिँ अगाडि बढाउँछन्, खल्तीको एपलाई अगाडि बढाउँछन् जस्तो देखिन्छ अहिलेको केसमा हेर्दाखेरि, कुन एपलाई बढी अगाडि बढाउँछन् र के गर्छन्, कसरी जान्छन्, यो चिजहरू चाहिँ अझसम्म एक्सपोज भइसकेको छैन। गएपछि तपाईँले डिजिटल सोलुसनमा अपडेट पाउनुहुन्छ। टिल देन किप वाचिङ। नमस्ते।